ठिक छ केटा हो, केही पनि भएको छैन। नेपाल 0 मलेसिया 1। गेमको तारिफ नगरौँ होला आज है। लकेन लिम्बूले लास्टमा रेड कार्ड खाए र किरण चेप्जुङ दाइ दामी अट्याकिङ गरे हो। तिनीहरूले आत्तेर आउट हाने बल। हामी पहिलो खेल चाहिँ लाओससँग 1-0 ले हारे, त्यसपछि भियतनामसँग पनि 3-1 ले, अहिले मलेसियासँग 1-0 ले। गेमको आज तारिफ नगरौँ होला। ग्रुप एफ को हामी लास्टको लास्टमै छ। नेपाली फुटबलमा यतिसम्मको लाज मर्दो यिनीहरूले कहिले सोच्ने हो। आज यो म्याच भनेको आज हाम्रो होम ग्राउन्डमा हुनुपर्ने म्याच हो। ग्राउन्डको स्थितिले, ग्राउन्डको बाध्यताले गर्दाखेरि अर्काको घरमा गएर जबरजस्ती खेल्न परिरहेछ। अनि त्यो अवस्थामा पनि हाम्रो केटाले राम्रो दिनु, स्कोर गर्नु राम्रो, यिनीहरूले राम्रो खेलेन, यिनीहरूले म्यानेजमेन्ट मिलाएन भनेर हामीले बोल्नुपर्ने आवश्यक छैन। हाम्रो टचर भनेको हाम्रो खेल मैदान राम्रो बनाइदिनु पर्यो। हाम्रै घर अगाडि आएको खेल पनि अर्काको घरमा गएर खेल्नु पर्ने अवस्था छ। यो होम ग्राउन्डले पनि धेरै फरक पार्छ के। नेपाली फुटबल प्लेयरहरूलाई धेरै रेस्पेक्ट छ, सम्मान छ, गर्नुसम्म गरे हो। तारिफ केही पनि नगरौँ, भन्यो भने नराम्रो भन्छ। अब अर्को बिना लाइसेन्सवाला कोचले पनि ह्यान्डल गर्नु परिरहेको छ। यस्तो छ हाम्रो नेपाली फुटबलको स्थिति। तिनीहरूको हेर न आज कस्तो थियो, बाफ रे बाफ। के भन्नु, केही पनि भन्न मन लाग्दैन। दुःख लाग्छ नेपाली फुटबलमा होइन। गर्व भन्ने चिज हाम्रो नेपाली महिला दिदीबहिनीहरूले मात्रै एकदम सास मात्रै धानिरहेछ। अब जेन्ट्समा त के छ र हाम्रो केटाहरूकोमा त केही पनि छैन। क्रिकेट जस्तो आउनु पऱ्यो क्या। हाम्रो पारस्ताले कहाँबाट कहाँ ल्याइसक्यो नेपाली फुटबलमा। जहिले पनि के नै केही यो भ्रष्टहरू पदाधिकारीमा बसेको यिनीहरू केही पनि सोच्नुपर्छ। अब भएन यस्तो तरिकाले है। लास्टै मन रुई खेलिरहेछ हाम्रो नेपाली फुटबल प्लेयरहरूले। के भन्नु यार, दुःख लाग्छ। ल अर्कोचोटि चाहिँ राम्रो गरेर अगाडि बढेको देख्न पाऊँ है। हामीलाई पनि गर्व, छाती फुल्याएर हिँड्नुसम्मको, आँट आउनेसम्मको राम्रो प्रदर्शन गर्दै त हाम्रो पनि क्या खुल्ला आनन्द महसुस हुने दिन कहिले आउँला जस्तो लागेर भगवान्सँग यही एउटा प्रार्थना गर्न चाहन्छु।